हेलो नमस्ते। आज मैले तपाईहरुलाई नयाँ ठाउँमा लगेर जाँदैछु, हेर्नुस् है। आज हामी प्युठान नगरपालिकाको यति सुन्दर र रमाइलो पार्क देखाउनको लागि हामी अगाडि बढ्दैछौँ। फाइनल्ली युद्ध पर्यटकीय स्थल यो विजयनगरमा आएको छु। यहाँ मलाई पहिलेदेखि आउने मन लाग्थ्यो, आज चाहिँ अलिकति समय निकालेर आएको। यो बिजुवार जुम्री र यो क्वाडीदेखि नजिकै पर्छ, अलिकति माथितिर पर्छ। यो प्युठान नगरपालिका 3 नम्बर वडा मा यो चाहिँ पार्क छ। यहाँ विशेषता मैले अलिकति यहाँको विशेषता तपाईहरुलाई देखाउन गइरहेको छु। यो पार्कमा घुम्न किन आउने त, हैन? अब यहाँ चाहिँ बिहान मर्निङ वाकमा हिँड्नेहरुको लागि एक्सर्साइज गर्नको लागि यो छ, विभिन्न साइकलहरु मेसिनहरु छ, हैन? यता पनि छ, यो छ। अनि त्यसैगरी अहिले हाम्रो यहाँ चाहिँ एक्सर्साइज गर्दै हुनुहुन्छ हाम्रो हरि सरले। मजा आइरहेछ एकदम। म पनि आज पहिलोपटक आएको। यो मेसिन छ, अनि यो चाहिँ साइकल मेसिन यस्तो पनि छ, हैन? यो पनि राम्रो छ। यो छ, यो चाहिँ कम्मरलाई साइजमा ल्याउने। अर्को मैले तपाईहरुको लागि देखाउन गइरहेको छु। यो भिडियो स्किप नगरिकन हेर्नु होला। अनि यहाँ यो चाहिँ नेपालको यहाँ चाहिँ झन्डा राखिएको छ। झन्डाको मुनि युद्ध पर्यटकीय स्थल भनेर लेखेको छ। धेरै धेरै धन्यवाद छ आफ्नो राष्ट्रको माया गरेर यति राम्रो पार्क, यति राम्रो स्थल निर्माण गर्ने प्युठान नगरपालिका 3 का वडा अध्यक्ष सुमन राज श्रेष्ठ, प्रिय मित्र, तपाईलाई धेरै धेरै धन्यवाद छ। त्यसैगरी यहाँ चाहिँ अर्को देख्न सकिन्छ हामीले यहाँ एउटा आन्दोलनमा आफ्नो बच्चालाई काखमा च्यापेर युद्धमा होमिएकी एक महिलाको पनि यो हामीले शालिग देख्न सक्छौँ। हेर्नुलाई यो चाहिँ युद्धको सम्झना स्वरूप यो मूर्ति राखिएको छ। साहसी महिलाले यसरी पनि जनआन्दोलनमा होमिनु परेको थियो। त्यसैगरी यो चाहिँ एउटा मुट्ठी, यो चाहिँ एउटा कम्युनिस्टहरूले प्रयोग गरी भन्ने चाहिँ एउटा मुट्ठी छ। अनि यता पनि एकजना शहीदको फोटो छ। यो चाहिँ कुन चाहिँ बदमासले एउटा चाहिँ हात चाहिँ यो भाँचिदिएको हो कि अथवा यो चाहिँ काम गर्न अझै बाँकी हो, त्यो चाहिँ थाहा भएन, हैन? यहाँ यस्तो छ, यो पनि असाध्यै राम्रो छ। साथमै पिपल र बर पिपलको बोट पनि छ। बर पिपलको बोटमा बसेर यहाँ टक्क यहाँ चाहिँ थकाइ मार्न सकिन्छ। अनि यहाँबाट मजाले पारी खलङ्गा, माथि डाँडो खलङ्गा, तल बिजुवार जुम्री बागदुला क्वाडी सबै मजाले देख्न सकिन्छ। अब मैले तपाईहरुलाई साथसाथै मैले एउटा नेपालमा भदौ 23 र 24 को आन्दोलनलाई
झर्लक्क याद आउने गरी जेन्जीको जुत्ता निर्माण गरिएको छ। यो पनि एउटा राम्रो सकारात्मक काम हो। यो घटना त एकदमै दुःखद थियो, तर चाहिँ त्यो घटनालाई सम्झाउने जुन एउटा यो जुत्ता विभिन्न पत्रकार तथा विभिन्न व्यक्तिहरूको क्यामेरामा कैद भएको थियो। यसलाई चाहिँ हामीले जेन्जी आन्दोलनलाई सम्झाउन सक्छौँ। यो जुत्ता पनि निर्माण गरिएको छ। अब चाहिँ हामी यति कुरा गरिसकेपछि यहाँबाट मजाले खलङ्गा बिजुवार क्वाडी सबै हामीले यहाँबाट देख्न सकिन्छ। ल हेर्नुहोस्, यो चाहिँ हाम्रो चिती खोला, यो चाहिँ बीच भागमा पर्ने यो चिती खोला। अनि यो चाहिँ उतातिर क्वाडीको क्षेत्र अनि यतातिर बिजुवा। यो चाहिँ हाम्रो पर्यटकीय स्थल, युद्ध पर्यटकीय स्थल। यहाँ छ माथि छ। यो चाहिँ दिदीहरू पनि हुनुहुन्छ केही। नमस्ते हजुर, मैले यहाँ भिडियो खिचेको छु है, मलाई चिन्नुहुन्छ? टाढीबाट आऊ, जुम्रीदेखि। यहाँनिर एउटा पार्क बनाइया रहेछ, अहिलेसम्म घुम्न आउन पाइएको थिएन। ए हो र, कहाँ हो तपाईँ घर? हो र, म चाहिँ बोमबहादुर परियार भन्ने मान्छे हो, चिन्नुभयो? अनि यो चाहिँ साह्रै राम्रो लाग्यो। तपाईँहरू पनि यही घुम्न आएको हो यहाँ? हजुर, कस्तो लाग्यो तपाईँलाई यो यहाँ? हजुरको नाम? पुतला बिष्ट। हजुरको? हजुरको? पवित्र बिष्ट। हजुरको? हजुर सीता बिष्ट। हाम्रो नानी यता हेरिदियो। भनेपछि राम्रो लाग्यो, ठाउँ राम्रो छ। राम्रो छ, राम्रो छ। सबै आइराखन् रे, अब हाम्रो गाउँ त एकचोटि घुमाउँ। ए भनेपछि यहाँ चाहिँ राम्रै रहेछ भनौँ। शनिबार त अझ भिडभाड हुन्छ अरे होइन? शनिबार त सबै भिड हुन्छ अरे, छुट्टी हुने भयो। ए ल, असाध्यै राम्रो, थ्याङ्क यू है हजुर। अब यहाँ आएपछि यस्तो शहीदहरूको आफ्नो जो स्मरण हुन्छ नि, पहिले युद्धमा होमिएका जति पनि शहीदहरू गएका छन् तिनीहरूकै स्मरण हुन्छ यहाँ आएपछि। त्यही हो मेन कुरा त, त्यही हो। किनभने यहाँ आएपछि एक त पार्क भइहाल्यो, पार्क स्पेसली उनीकै नामबाटै बनेको छ होइन। त्यसपछि यहाँ आएर हजुरको के अरे आयो भने मान्छेलाई एउटा सुकुन हुन्छ नि, त्यस्तो पनि मिल्छ। किनभने यहाँ हावा, त्यसले गर्दा प्रदूषणबाट अलिकति माथि टाढा पनि छ। हजुर, यहाँबाट हाम्रो बिजुवार जुम्री क्वाडीलाई चाहिँ मजाले निहाल्न सकिन्छ होइन? हजुर हजुर। अनि फेरि दिदीको चिटी खोला कौशला केसी कस्तो लाग्यो? राम्रो छ नि यो। यहाँ चाहिँ एकजना भाइ पुरै एक्सर्साइज हानिरहनु भएको छ त। हजुरको नाम के हो? मेरो नाम नेगर खत्री। कहाँबाट आउनुभयो? गौमुखी 4 पूजा। पूजाबाट यहाँ एक्सर्साइज गर्न आएको? नेगन खत्री पूजाको भाइले पनि यहाँ मजासँग एक्सर्साइज गरिरहनु भएको छ। बिहान त 10 बजीसम्म सुत्नुहुन्छ होला, अहिले आएर होइन? अनि फेरि हजुरको नाम? मेरो नाम सुनिल गुरुङ। सुनिल गुरुङ। हजुर। घर नै? घर त गौमुखी नारीकोट। गौमुखीको नारीकोटका सुनिल गुरुङ। नारीकोटको मेरो एकजना साथी हुनुहुन्छ नि, थाहा छ? विकास गुरुङ चिन्नुहुन्छ? ए के नचिन्ने अङ्कल हो मेरो साथी। साथी अङ्कल मेरो साथी साथी हो। मेरो त अङ्कल हो साथी। ल ठिक छ है। नाम लेखा तपाईँको? मेरो चाहिँ मुनाल भ्लग छ, मुनाल भ्लग हेर्नु होला, अथवा बोमबहादुर परियार सर्च गरेर फेसबुकमा हेर्नु होला है। यो चाहिँ युद्ध पर्यटकीय स्थलमा हाम्रो हरिसरले चाहिँ यहाँ चाहिँ भात खाएर आएर एक्सर्साइज गर्दै हुनुहुन्छ दिउँसो। यो चाहिँ कस्तो खालको एक्सर्साइज हो? शारीरिक व्यायाम जति बेला गर्दा पनि हुन्छ। अब कतिपयलाई बिहानमा अनुकूल होला, कतिपयलाई दिउँसोमा, कतिपयलाई साँझमा, त्यही हिसाबले जति बेला गर्दा पनि हुन्छ। ल जुम्रीबाट
यहाँ यो पार्कको अवलोकनका लागि यहाँ आइपुगेका छौँ। हजुर यहाँ यो पार्कमा आइपुग्दाखेरि चाहिँ धेरै कुराको स्मरण गर्न सकिन्छ। हजुर विशेष गरी 52 सालपछिको नेपालको राजनीतिक परिघटना र अहिले यो आज हामी जहिले कुरा गरिरहेका छौँ यहाँ आइपुग्नका विभिन्न पृष्ठभूमिहरूको याद दिलाउने गरी संरचना निर्माण गरिएको छ। एउटा मूर्ति चाहिँ युद्धकालमा एकजना महिलाले आफ्नो बच्चासहित बन्दुक बोकेर कसरी सङ्घर्ष गरिन् भन्ने कुरा बुझ्न सकिन्छ। त्यसै गरी त्यसको छेउमा शहीदको मूर्ति पनि छ। त्यसले नेपाली जनताले आजको व्यवस्था ल्याउनको निम्ति आफ्नो जीवन उत्सर्ग गरेको कुरालाई स्मरण गर्न सकिन्छ भने यसको ठ्याक्कै अगाडिपट्टि एउटा जेनजी आन्दोलन भदौ 23 र 24 भएको घटनामा आइकोनिक पिक्चर बनेको जेनजी युवाको जुत्ता र त्यो सँगसँगै युवाले उठाएको ठाडो पारेको मुट्ठी छ। त्यसले युवाहरूले आजको परिवर्तन ल्याउनको निम्ति बगाएको रगतको स्मरण गराउन सक्छ। र यो वातावरणीय पर्यावरणीय हिसाबले पनि बजारको कोलाहलभन्दा केही माथि शान्त, वरपर बर पिपलका बोटहरू हुनाले शीतलता महसुस गर्नुको साथसाथै एउटा पिसफुल आनन्द पनि ल्याउन सकिने र परिवर्तनको निम्ति नेपाली जनताले विभिन्न समयमा गरेका सङ्घर्ष र त्यागलाई पनि स्मरण गर्न सकिने गरी संरचना निर्माण गरिएको छ। बेस्ट छ अरे एकदम बेस्ट छ। ल अब त्यस्तै यहाँ चाहिँ मलाई पनि यहाँको मन परेको चाहिँ के हो भने यो बजारदेखि अलिकति माथि भयो होइन, एकदम कोलाहल, यहाँ केही पनि आउँदैन, एकदम सुन्दर शान्त, अनि सिरसिर हावा चल्छ यहाँबाट मजाले, जुम्री बिजुवार, त्यसै गरी माथि खलङ्गा पनि मजाले देख्न सकिन्छ। माथि चाहिँ खलङ्गा हो है, यो चाहिँ हेर्न सक्नुहुन्छ। सधैँ राम्रो छ। ठिक छ, तपाईँहरू पनि एकपटक यो चाहिँ पार्कमा आउनु होला, राम्रो छ। यहाँ आइसकेपछि मान्छेले फोटोहरू खिच्ने ठाउँ, केही चाहिँ आउँदै हुनुहुन्छ बाहिर, एकदमै राम्रो छ।